Good morning everyone and welcome back to my another video. अनि अहिले चाहिँ ठ्याक्कै बिहानको 6 बजेको छ अनि म चाहिँ युनिभर्सिटी गइरहेको छु अनि वेदर कन्डिसन भन्दा चाहिँ एक्सट्रिमली कोल्ड है लास्ट जाडो बढेको छ लाइक 0 डिग्री छ अहिले बिहानै अनि विन्टर चाहिँ नजिक भएको कारणले चाहिँ जाडो चाहिँ एकदम बढेको छ त्यहाँ एक्कासी भर्खरै पानी रहेको थियो फेरि पानी पर्न थालेको लास्ट यस्तो बेला चाहिँ लास्टै जाडो हुन्छ त्यो पानी परेको बेला चाहिँ यस्तो जाडो परेको छ पानी पनि परेको छ त्यही माथि हात चलेकै छैन यस्तो जाडो परेको आज चाहिँ अतिखेर बस आइपुग्छ बस आइपुग्छ मेरो गाडी आउनु ठ्याक्क 3 मिनट बाँकी छ त ठ्याक्क मेरो गाडी आउँछ म तपाईँलाई ठ्याक्क देखाउँछु वेट दुई घन्टा 15 मिनटको बसको यात्रा बस ठ्याक्क म सेन्ट्रल लन्डन आएको छु अनि यहाँ पनि पानी भइरहेको जाडो अनि टक्क बसमा आउँदाखेरि चाहिँ कति ठाउँमा चाहिँ क्या भ्यूहरू कराएको क्या भ्यू बन्द हुन्छ त्यसलाई जाडो छ फेरि पनि पानी पर्यो पानी पर्दा चाहिँ लास्टै जाडो हुन्छ मैले एउटा ट्रेन टक्क चेन्ज गरेर अब फेरि अर्को ट्रेन चाहिँ मेरो युनिभर्सिटीको लागि छ आज अलिक ढिलो भइसक्यो युनिभर्सिटी जानुको लागि Hello, good morning everyone. फेरि पनि आइसक्यो भ्लगमा चाहिँ फेरि यो मेरो क्लिपहरू एड गर्नुभएको छ आज चाहिँ कस्तो मजाको घाम लागेर छ मजाको घाम लागेर छ अनि घुम्नु पनि मजा अनि अहिले चाहिँ म टक्क होलिज टनल हेर्छु कत्रो ठुलो टनल छ क्या
यो टनल टक्क कट्ने अनि फेरि अर्को बस चढ्ने। यो टनल चाहिँ एकदम ठुलो छ। यो टनल स्याट्ट कट्ने अनि अर्को बस स्याट्ट पाइन्छ। टनल सक्ने बित्तिकै चाहिँ टक्क यस्तो राम्रो ठाउँ छ। टनल चाहिँ एकदम लामो, टनल सक्ने बित्तिकै चाहिँ यस्तो राम्रो ठाउँ छ। म चाहिँ टक्कै युनि सकेर घर जाँदैछु होइन। घर फर्किनुको लागि टाइम डर लाग्छ, बस्नु पर्खिनुपर्छ। अनि युनि सकेर अब घर जाँदाको यात्रा यहाँ चाहिँ अलिक डेन्जर हुन्छ क्या। यहाँ चाहिँ फोन चोर्नेहरू बर बसेर हुन्छ कि, टेक केयर गर्नुपर्छ। अनि आज मेरो फोनमा पनि चार्ज छैन। यहाँ चाहिँ ओभर डर मर्दा हुन्छ क्या। यहाँ चाहिँ फोन चोर्नेहरू हुन्छ, सो बी केयरफुल। The train now approaching.